राइड चलाउँदाखेरि चाहिँ अलिकति आफ्नो ख्याल चाहिँ गर्नुपर्छ होइन। गर्दा गर्दै पनि होइन, मैले त राइड चलाइरहेको थिएँ होइन। अब आफ्नो सामानको चाहिँ भन्छ नि त, आफ्नो थैलीको के भन्छ मुख चाहिँ आफै पक्का गर्नु अरे क्या होइन। आफ्नो थैलीको मुख पक्का भएन भने चाहिँ जता पनि निस्किन सक्छ, जे पनि हुनसक्छ होइन। सो कारणले म चाहिँ ऱ्यापिडो चलाइरहेको थिएँ। ऱ्यापिडो चलाउँदा चलाउँदै होइन, हिजो अस्ति अस्ति चाहिँ भर्खरै मेरो अब यो चाहिँ ब्याड ब्याड न्युज छ होइन। अब भन्न मिल्छ या मिल्दैन होइन, मैले भनिहालेँ होइन। यदि कोही कसैले भेटाउनु भएको छ भनेपछि होइन, मेरो भिडियो हेरेर मसँग कन्ट्याक्ट गर्नु होला है। म चाहिँ 10 सेक्टरबाट उता 45तिर एउटा राइड उठाएर गइरहेको थिएँ होइन। जाँदाखेरि चाहिँ मसँग दुईवटा फोन थियो होइन। एउटा फोनमा चाहिँ के भन्छ त्यो लोकेसन ट्र्याक गरिरहेको थिएँ होइन। अर्को फोन चाहिँ मेरो पकेटमा थियो होइन, जो चाहिँ मेरो एउटा नर्मल फोन थियो। यो चाहिँ यसमा चाहिँ उ थियो, लोकेसन ट्र्याक भइरहेको थियो यसमा चाहिँ होइन। अनि 10 सेक्टरबाट जे होस् पिकअप गरेर अब 45मा गएर ड्रप गर्नुपर्ने थियो होइन। त्यही भएर मैले 10 सेक्टरमा गएँ अनि पिकअप गरेँ अनि 45मा गएर ड्रप गरेँ है। मेरो फोन चाहिँ त्यति बेलासम्म चाहिँ जेबमै थियो होइन। मेरो आइफोन 15 थियो है। आइफोन 15 थियो, त्यो चाहिँ जेबमै थियो। अब आइफोन चाहिँ अब ऱ्यापिडो चलाउने अनि आइफोन चाहिँ अगाडि लगाउनु भएन। त्यही भएर त्यो चाहिँ मैले जेबमा हालेको थिएँ, मेरो पकेटमै थियो। अनि 10 सेक्टर गएर पिकअप गरेँ अनि 45 गएर ड्रप गरेँ होइन। त्यो ड्रप गरिसकेपछि आई थिङ्क मलाई त्यति याद चाहिँ भएन होइन। मैले त्यो फोन जेबबाट पकेटबाट निकाल्न थाहा भएन। अनि त्यहाँ गएर मैले ड्रप लोकेसनमा गइसकेपछि उसलाई मैले ड्रप गरेँ होइन। त्यहाँ पुगेर अनि उतारे उसले हेलमेट दियो, मैले हेलमेट पक्रेँ होइन। हेलमेट पक्रिसकेपछि फेरि मसँग पनि अर्को हेलमेट थियो, दुईवटा हेलमेट भयो मसँग। मैले बाइकको जो पेट्रोलको ट्याङ्की हुन्छ त्यहाँनिर चाहिँ हेलमेट राखेँ। अनि उसले मलाई क्यास पैसा दियो। अनि रिटर्न गर्नलाई मसँग चेन्ज थिएन होइन, चेन्ज पैसा थिएन। अनि फेरि मैले अनलाइन ट्रान्जेक्सन गरेँ उसको लागि, जति त्यसले मलाई दिनु थियो त्यो काटेर अनि अरू मैले त्यसलाई अनलाइन ट्रान्जेक्सन गरिदिएँ। त्यस पछाडि अन द स्पोट वहाँ पे एउटा गाडी आयो होइन। गाडी आइसकेपछि मैले त्यसलाई साइड त दिनु पऱ्यो। अनि मैले बाइक ब्याक गरेँ अनि ब्याक गरेपछि अलिकति पछाडि गएर रोकेँ। अनि त्यहाँ गइसकेपछि फेरि त्यहाँ अर्को एउटा मलाई एउटा राइड आयो फेरि होइन। त्यसलाई फेरि मैले पिक गरेँ। त्यो पिक गरेर फेरि म त्यहाँबाट त्यो लोकेसनमा रुटमा हिँड्नु पऱ्यो होइन। त्यहाँबाट फेरि म 43 गएर त्यहाँबाट पिकअप गरेर अनि पन्जाब युनिभर्सिटी ड्रप गर्नुपर्ने थियो। त्यो बाटोमा त्यो रुट हिँड्दा होइन, मेरो आइफोन कहाँ झऱ्यो त्यो चाहिँ मलाई थाहा भएन होइन। त्यति बेलासम्म मलाई याद थिएन कि जब म 45बाट फेरि म लोकेसन ट्र्याक गरेर फेरि 43को बस स्टपमा पुग